हेलो 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 स्वागत छ आजको सानो मेरो मिनी ब्लगमा। आज चाहिँ हामी जाँदैछौँ इन्डिया गेटको तरफ। लास्टसम्म हेरेर साथ दिनुहोला। हामी चाहिँ अब यहाँदेखि अटोमा जान्छौँ भाइहरू पनि साथमै छ। आज चाहिँ मुम्बई लगेर अन्तिमसम्म हेरेर साथ दिनुहोला। अनि जसमा कस्तो लाग्यो कमेन्ट पनि गर्नुहोला। हामी चाहिँ अहिले लगभग आधी बाटो आइसकेका छौँ। हेर्नुहोस् किनभने हामी चाहिँ इन्डिया गेटभित्र प्रवेश गरिसकेका छौँ। भाइहरू चाहिँ पछाडि आउँदैछन्, म चाहिँ अगाडि भिडियो खिच्दै हिँडिरहेको छु। भाइहरू चाहिँ पछाडि छ। भिडियोहरू बनाउँदैछन् भाइहरूले चाहिँ मस्तसँग पछाडितिर। अनि केटा के छ खबर, कस्तो लागिरहेछ नयाँ दिल्लीमा नयाँ पहिलोचोटि आइरहेको? आउनुपर्छ, घुम्नुपर्छ छुट्टीको बेलामा। माइन्ड फ्रेस पनि हुन्छ तपाईँहरूको। यहाँ चाहिँ केटाहरूले फोटो खिचिरहेको छ। ल ल ल ल दामी 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 फोटो खिच्ने प्रोग्राम भइसकेर फेरि अगाडि बढ्दैछौँ हामी। यतादेखि घुमेर फेरि यस्तोरी अलि उहाँ पानी पुग्नु छ। हामीसँग जोडिरहनु होला। आज चाहिँ तपाईँहरूलाई थाहा नभएको एउटा चिज, इन्डिया गेट, यो गेट कसरी बन्यो त? गेट मात्र कसरी बन्यो सायद तपाईँहरूलाई कसैलाई पनि थाहा नभएको। यो भिडियो हेरेपछि सायद तपाईँहरूलाई थाहा हुन्छ कि यो गेट मात्र किन बनाइयो त? यो विषयमा पनि जानकारी गराउन चाहन्छु। तर यो जानकारीको लागि तपाईँहरूले यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नुपर्छ। एकदम रमाइलो छ।
यो हो इन्डियाको गेट। इन्डिया गेट कसरी निर्माण भएको रहेछ त यो पनि तपाईँले सायद कसैले थाहा थिएन होला। मैले चाहिँ खोज गरिकन केही नयाँ चिजहरू बुझी ल्याएर तपाईँलाई समय भिडियोलाई हेर्नुहोला। मन पऱ्यो भने लाइक कमेन्ट अनि सेयर पनि गर्नु नभुल्नुहोला।